नमस्ते महानुभावहरू। आज चाहिँ मेरो बुढाले गीत गाउन जाँदै हुनुहुन्छ। म चाहिँ उहाँलाई माइक हस्तान्तर गर्दैछु। थ्याङ्क यू सो मच है। यो गीत चाहिँ स्पेसली उहाँकै लागि हो होइन। उहाँकै लागि भन्दा नि केही कुराहरू मलाई याद आइरहेको छ, त्यसैले गर्दाखेरि चाहिँ मैले त्यो गीत गाउनु मन लागेको होइन। कुनै पुरानो दिनहरू चाहिँ होइन मलाई याद आइरहेको उसैको पुरानो दिनहरू। थ्याङ्क यू। ओके, त्यसैले चाहिँ म चाहिँ गीत गाउँछु होइन। त्यस्तो अनर्थ नलिदिनु होला, स्वीकारिदिनु होला भन्दै है। ठिक छ, सोच जस्तो भयो भने म चाहिँ गीत गाउँछु। मलाई मनपर्ने गीत पनि हो, तर अलिकति तपाईसित अलिकति टाइम कम भएको हुनाले छिटो तपाईको कार्यक्रम सुरु गर्नु होला त। साँचेरा छु मायाको चिनो मै मारे नि यही बोली सम्झिनु रेलको ढोका बन नसम्झे हो मायालाई सम्झिरहन्छ मन। किन निराश भयो त? छैन निराश भएको। धन्यवाद। अत्यन्तै राम्रो गीत गाएर उहाँले मलाई सरप्राइज दिनुभयो, त्यसको लागि स्पेसली उहाँलाई र सबैजनालाई मायाको चिनो भनेको चाहिँ उसको टोपी छ कि मसँग अझै पनि घरमै छ। त्यो चाहिँ अहिले कता पुग्यो त्यही पनि अब होइन। त्यही भएर कि मलाई त्यो याद आउँछ, त्यो आउँदा त्यही गीत गाउनु मन लाग्यो त्यसैले है। ल ओके, धन्यवाद तपाईँलाई, धेरै धेरै धन्यवाद। तपाईँहरूले पनि हेरेर आफ्नो प्रतिक्रिया दिनुहुन्छ र लाइक सेयर कमेन्ट गरिदिनुहुन्छ भन्ने ठुलो आशाको साथ यो भिडियो हामी यही इन गर्छौँ। धन्यवाद।